हेलो एभ्रिवान, साइलीको भान्साघरमा हजुरहरूलाई स्वागत छ। आज म बनाउन जाँदैछु घरमै एकदमै सरल सहज तरिकाले न्यूनतम सामग्रीमा मिठो खजुरी। तपाईहरू पनि सँगसँगै रहनुहोला है त। खजुरी बनाउन चाहिँ एकदमै सजिलो छ। ज्यादा तामझाम नगरिकन थोरै पहिले मैदा लिने जति चाहिन्छ आफूलाई, त्यसमा मैले सुजी एड गरेँ, चिनी अनि घिउ चाहिँ मैले थोरै अलिकति चिसो घिउ हालेकोले नपिग्लेर तातो घिउ पनि हालेँ। अनि मजाले मिड्न पर्छ यसलाई चाहिँ। जति मजाले मिड्यो त्यति राम्रो फसफसवाला खजुरी बन्छ। पिठो मजाले मिडिसकेपछि हामी यसलाई दुध या पानीमा मुस्छौँ। अनि यो मजाले मुसिसकेपछि हाम्रो तयार हुन्छ। अनि हामी एउटा सानो डल्लो लिने अनि त्यस पछाडि सेप दिन्छौँ। सेप बनाउन चाहिँ साँचो पनि हुन्छ, साँचोमा बनाउँदा पनि हुन्छ आफ्नो इच्छा अनुसार। यसमा चाहिँ हामी सफ्ट ड्राई फ्रुट्सहरू एड गर्न सक्छौँ। मैले चाहिँ ड्राई फ्रुट्सको पिँधै लड्डु बनाएको भएर यसमा मैले केही एड गरिनँ, सादा एकदमै। अनि तेल लिने, तेल मजाले तात्न पर्छ पकाउनुभन्दा अगाडि। अनि हामी लो फ्लेममा पकाउँछौँ यसलाई, किनभने हाई बनायो भने डढ्ने डर हुन्छ। बिस्तारै पल्टाउँदै जाने हेर्दै। अब मेरो रेडी हुँदैछ। गोल्डन ब्राउन भएपछि हामी यसलाई झिक्छौँ। एकदमै यो पकाउन चाहिँ एकदम मिहिनेत गर्न पर्छ, टाइम लिएर बिस्तारै आरामले पकाउने। हेर्नु त एकदमै राम्रो कलर चेन्ज हुँदैछ। हाम्रो खजुरी चाहिँ रेडी भइसकेको छ। यो चाहिँ स्न्याक्समा, इभिनिङ स्न्याक्समा फ्राई गर्दा पनि भयो, जतिखेर मन लाग्यो टक्क झिकेर खान एकदमै इजी हुन्छ। ल है त, मेरो आजको खजुरी कस्तो लाग्यो? छिट्टै फेरि अर्को नयाँ रेसिपी लिएर आउने नै छु। त्यतिखेरसम्म स्वस्थ रहनुहोला। थ्याङ्क यू।